हामीले पोर्तुगिज खाना बग्लाउ बरस बनाउँदैछौँ। यसलाई चाहिने सामग्रीहरू प्याज, बग्लाउ, अन्डा, अझै ओलिभ ओइल, बटाटा। यो भयो भने हामीले बग्लाउ बरस बनाउन सकिन्छ। यो पोर्तुगिज खाना हो। बग्लाउ, सिवाला प्याज, अन्डा, ओलिभ ओइल, अझै बटाटा। पहिला अझै हालेर भुट्नु प्याजलाई। सँगसँगै बग्लाउ हालेर भुट्नु। यसमा नुन हाल्नु पर्दैन। बटाटा हाल्यो, यसलाई अन्डा हाल्नु। मिक्स गर्नु। हाम्रो बग्लाउ बरस रेडी भयो। यसलाई सर्भिस गर्दा चाहिँ सलाद साइडमा अनि बग्लाउ बरस हालेर दिनुपर्छ। यो पोर्तुगिज खाना हो। यो एकदम पोर्चुगलमा सबै ठाउँमा चल्ने खाना हो। एकदम मिठो हुन्छ। तपाईँ पनि यसरी बनाउनुहोस्। मन परेदेखि लाइक सब्सक्राइब गर्नुहोस्। रिङ घन्टी नि बजाइदिनुहोस् मन परेदेखि। अर्को भिडियो लिएर फेरि आउँदैछु पोर्तुगिज खाना, इटालियन खाना, नेपाली खानाको लागि। तपाईहरूले यो भिडियो हेर्नुभयो भने सबै सिक्नुहुन्छ बनाउनलाई। धन्यवाद।